हेलो साथीहरू, आज म तपाईहरुलाई सैलुङ गाउँपालिकाको मनगाउँ गाउँ क्लिनिकको हेल्थ पोस्ट देखाइरहेको छु है। हेर्नुस् त, यही हो। यो चाहिँ नेपाल र चाइना सरकारको समन्वयमा बनेको छ है। अब यो अफिसको गेट खोल्न गइरहेछु। ल, स्वागत छ मनगाउँ गाउँ क्लिनिक। हेर्नु त, सैलुङ टाउन हेल्थ पोस्ट भनेर रहेछ है। यो कर्मचारीको हाजिर गर्ने, यो चाहिँ हाम्रो प्रशासन रुम। अब यसमा इन्ट्री गरौँ है। ओहो, अवस्था गम्भीर रहेछ। यो प्रशासन रुम भयो। यहाँ कासा नभएर यो अहिले फोहोर भएको रहेछ है। यसलाई सरसफाइ गर्नुपर्छ। यो चाहिँ हाम्रो डिस्पेन्सरी रुम। यहाँ बिरामीहरूको चेक जाँच गरेर औषधिहरू नाम टिपोट समेत गरिन्छ। यो वेट मसिनहरू भयो। यो के रहेछ यता? यता चाहिँ इमर्जेन्सी बिरामीहरूलाई यहाँ भर्ना गरेर यसो काटेकोहरूलाई सुचर गर्ने, ड्रेसिङहरू गर्ने रुम है। हेर्नु त, ओहो, फ्रिजको व्यवस्था नि रहेछ। अब बिस्तारै हामी यतातिर के रहेछ हेरौँ। यतातिर औषधि स्टोर रुम। अहिले पुरै औषधिहरू सकिएको रहेछ। अब हामी एकछिन माथि जाउँ है। माथि के रहेछ? माथि यो बिल्डिङको हामी छतमाथि छ। यहाँ के रहेछ? ओहो, यो त खाना पकाउने किचन रुम। हेर्नु त, किचन रुममा नि सब व्यवस्था रहेछ। ग्यास चुलो, कुकर, कराई। कर्मचारीहरूको लागि ठिकै हो, व्यवस्थित रहेछ। अर्को रुममा के रहेछ? यो रुममा ओहो, यो बेडरुम भयो। यो बेडरुम भयो। अन्डर एट्याच बाथरुम रहेछ यसमा। यो बाहिरको नजारा हो। हेर्नुहोस् त, ऊ जुन हिमाल देखिरहनु भएछ नि, हाम्रो गौरीशङ्कर हिमाल हो। ऊ त्यहाँ टावर जस्तो देखिरहेछ नि, त्यो भैँसे बजारको। म त्यहीँबाट आएको, त्यहीँ हेल्थ पोस्टबाट आएको। त्यहाँबाट आइपुग्न लगभग 1-1.5 घन्टा जति लाग्यो है हिँडेर। म त्यहीँबाट आएको। यो हेर्नु त, हाम्रो मनगाउँ। मनगाउँ चाहिँ ऊ एउटा स्कुल रहेछ। मनगाउँ चाहिँ खेती गृहस्थीको लागि एकदम फेमस ठाउँ रहेछ क्या। यहाँ आलु खेतीहरू, गहुँहरू एकदम मजाले फल्दो रहेछ। तपाईँहरूलाई म आज मनगाउँको गाउँ क्लिनिकको के कस्तो अवस्था रहेछ त्यो देखाएको है। धन्यवाद।